राहदानी छपाईको ठेक्का रद्द गर्न र ठेक्का दिनेहरू विरुद्ध मुद्दा दर्ता गर्न प्रधानमन्त्री बालेन्द्र शाहको कोठरीले अख्तियारका प्रमुख प्रेम राई र राहदानी विभागका डिजी तीर्थराज अर्याललाई सिंहदरबारमा थुनेर गाली गलौज गरेर हप्कीदप्की गरेर कायल पारेका खबरहरूले तपाईहरूको दिमाग रन्थनिएको होला। हुन पनि राज्यको सबैभन्दा शक्तिशाली केन्द्रमा शक्तिशाली व्यक्तिका आसेपासेहरूबाट भएको यस्तो अपत्यारिलो घटना प्रसङ्ग सुनेपछि धेरैको मनमा आउन सक्छ अख्तियार प्रमुख र डिजी तहकै कर्मचारीमाथि यो हदको व्यवहार हुन्छ भने बाँकीको हकमा त जे पनि हुने रहेछ। प्रधानमन्त्रीको सचिवालयले दिएको टर्चरपछि अख्तियारले मुद्दा दर्ता गर्यो, आर्जु राणाको खोजी पनि गर्यो, तर मुद्दाका आरोपीहरू त्यसै छुटे जसरी विष्णु पौडेल छुटे। यो घटना प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको भूमिकामा अहिले आम जनमानसको मनमा गढेको छ, त्यो पनि गहिराईसम्म। तर यो सन्दर्भमा अर्को एउटा पाटो पनि छ जुन पाटोले अख्तियारका प्रमुख प्रेम राईमाथि नै प्रश्न तेर्सिन्छ। दर्शकबिन, नेपालको संविधानले अख्तियार जस्तो संवैधानिक अङ्गलाई सरकारको कठपुतली वा कारिन्दाको रूपमा परिकल्पना गरेको छैन। लोकमान सिंह अख्तियारको प्रमुख हुँदा त्यो बेलाका मन्त्री प्रधानमन्त्री समेत उनको नाम सुनेर कायल हुन्थे। लडाकु शिविरको फाइल खोल्छु भनेर पहिले ढोल पिटाउने हुँदा माओवादीहरूले उनलाई विदेशबाट फर्किसक्दा नसक्दै महाभियोग प्रस्ताव दर्ता गरेर शिविरको फाइल खोल्न दिएनन्। लोकमान सिंह जुन कुर्सी र जुन कोठामा बसेर सरकारका मान्छेहरूलाई तर्साउँथे त्यही कुर्सी र कोठामा प्रेम राई पनि छन्। तर प्रधानमन्त्री कार्यालयबाट आएको एक फोनको भरमा उनी दौडिएर सिंहदरबार पुगिहाल्छन्। हाम्रो मनमा आएको प्रश्न छ, प्रेम राई सरकारसँग किन यति कायल भयो त? प्रेम राई जुडिएका भ्रष्टाचारका 5-5वटा काण्डबारे हामीले यसअघि नै चर्चा गरिसकेका छौँ। उनको विगत विवादित थियो, वर्तमान पनि शङ्कास्पद देखियो, किनभने उनी अहिलेको सरकारसँग भयभीत कायल भइरहेका छन्, जुन आवश्यक नै छैन। जर्मन कम्पनीलाई दिएको राहदानी छपाईको मामिलामा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दर्ता गर्न उनलाई प्रधानमन्त्री सहितका उनका सहयोगीहरूले दबाब दिएपछि उनले मुद्दा दर्ता गराए। मुद्दा दर्ता नगरे प्रेम राईलाई नै भ्रष्टहरूको संरक्षक भएको दावी गरेर प्रधानमन्त्रीले फेसबुकतिर लेखिदिए भने तपाईँको हालत के होला भनेर तर्साएको खबरहरू छन्। अब जेन्जी आन्दोलन नजिकबाट देखेका प्रेम राईलाई त्यो बेला नेताहरूको हालत, उनीहरूको घरमा भएको आगजनी भागाभाग सम्झिएर उनी तर्सेको वा तर्साइएको कुराबाट भयभीत भएको भनेर दिइने तर्कमा खास दम छैन। कदाचित प्रधानमन्त्रीको कोठरीले अनुचित कामका लागि दिएको दबाब उनले अस्वीकार गरेर संवैधानिक अङ्गको स्वायत्तता स्वतन्त्रतालाई कायम राख्न सक्थे, किनभने भदौ 23-24 को जस्तो आन्दोलन एक युगमा एकपटक आउने हो। हिजो त्यो आन्दोलन बालेनको एक इसारामा मात्रै को भरमा पनि भएको होइन, अहिले पनि उनले चाहेर हुँदैन, किनभने आन्दोलनका लागि वर्षौंदेखिको आक्रोशले जनताको मन भरिएको हुनुपर्छ अनि मात्रै विस्फोट हुन्छ। जनताको मनमा भरिएको विद्रोहले त्यही विद्रोहको ज्वाला जेन्जी आन्दोलनमा विस्फोट भइसकेको छ। अब फेरि त्यस्तै विस्फोट हुन जनताको मनमा व्याप्त असन्तुष्टि आक्रोश भरिन अर्को एक युग चाहिन्छ। त्यस्तो विस्फोट नहुँदासम्म बालेनले स्ट्याटस लेखेको भरमा कोही पनि कसैको घरमा आगो लाउन जाँदैन। यसकारण प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले कायल पारेकै भरमा प्रेम राईले हचुवामा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा लगे भनेर राईप्रति एकपक्षीय सहानुभूति देखाइरहनु भएको छ भने कृपया आफ्नो भावनाहरूलाई सन्तुलनमा राख्नुहोला। एक्सप्रेस वेमा चलेको गाडी गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ भनेका प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्यमा लागू गरेको कर हटाउने आजै घोषणा गरेका छन्। यसबाट सरकार आफ्ना काममा समीक्षा गर्न थालेको सङ्केत मिल्छ। तर केही प्रश्न अहिले खास रूपमा उठेका छन्। दर्शकबिन, प्रधानमन्त्री बालेन्द्र शाहको एकाङ्की शैलीका कारण यो सरकार ढल्छ कि भनेर धेरैले अहिले चासो र चिन्ता प्रकट गरेका छन्। यो सरकार ढाल्ने कि राख्ने भन्ने निर्णय लिन सभापति रवि लामिछानेलाई उनकै पार्टीको विधानले एकल अधिकार दिएको छ। जसरी मन्त्रीहरूसँग प्रधानमन्त्री असन्तुष्ट भयो भने कुनै पनि समयमा मन्त्रीहरू हटाइन सक्छन्, त्यसै गरी रासोपाको विधानमा सभापति संसदीय दलको नेताप्रति असन्तुष्ट भयो भने उनलाई त्यहाँबाट हटाउन सक्छन्। यसो भन्दैमा अहिले नै बालेन सरकारलाई सभापति रवि लामिछानेले हटाउन सक्दैनन्, किनभने रासोपाको पुरै पङ्क्तिले निकम्मा नालायक ठहर गरेका पुराना राजनीतिक दलहरूले पनि 9 महिना चाहिँ जसलाई पनि गरी खान दिन्थे। गरी खानको अर्थ के हो भने 9 महिना जति सत्तामा बस्न पाउँदा आफ्नो परिवारको नाता कुटुम्बहरू सबैको कल्याण गर्ने, आफ्नो थैली भर्ने, भकारी भर्ने समय पुग्छ भनेर पुराना दलहरूले जुनसुकै सरकार पनि 9 महिना चाहिँ ढाल्दैनथे। अनि पुराना दलहरूभन्दा पनि निकम्मा प्रमाणित गर्ने काम रासोपा सभापति रवि लामिछाने आफैले गर्लान् त। बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा 18 महिना टिक्न दिएर सरकार ढालियो भने त्यसको अर्थ हुन्छ रासोपा भन्ने दल पुराना दलभन्दा आधा मात्रै खराब छ, उनीहरू बराबरको पत्कर होइन। बालेनको सरकारलाई पुरै 5 वर्षका लागि काम गर्न दिने आवश्यक समन्वय मिलाउँदै प्रधानमन्त्री र सभापति अघि बढ्यो भने त्यसको अर्थ हुन्छ नेपालमा आजसम्मकै राजनीतिक दलहरूमध्ये रासोपा उत्कृष्ट हो। यो पार्टीका नेताहरू आफू प्रधानमन्त्री हुनका लागि आफ्नै पार्टीको अर्को नेताको खुट्टा तान्दैनन् भन्ने पनि अर्थ लाग्छ।
भारतले नाकाबन्दी गर्दाको समयमा सुशील कोइराला प्रधानमन्त्री थिए। संविधान जारी भएपछि केपी ओली प्रधानमन्त्री भए। उनले नाकाबन्दी विरुद्ध भारतको धुवाँधार विरोध गरे। एउटा प्रधानमन्त्रीले जे बोल्नुपर्ने थियो, जे गर्नुपर्ने थियो त्यो गरे। त्यसपछि भारतले नाकाबन्दी हटायो। साथसाथै आफ्नो अघोषित अनुसार प्रचण्डलाई प्रयोग गरेर ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट पनि हटायो भनेर त्यो बेला चर्चा भएको थियो। प्रचण्डको भूमिका र उनले ओली सरकार हटाउनु पर्ने कारणमा भनेका थिए देशमा आपूर्ति व्यवस्था राम्रो गर्न नसकेका कारण सरकार ढाल्नु परेको। ओलीलाई 9 महिनामा ढालेर प्रचण्ड आफै प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए। भारतीय नाकाबन्दीका कारण आपूर्ति व्यवस्था त्यसै पनि भद्रगोल भएकै थियो। खास कारण आपूर्ति व्यवस्था ठिक पार्ने नभई प्रचण्डको विदेश भक्ति र स्वदेशप्रतिको गद्दारी त्यो बेला पनि छताछुल्ल भयो। दर्शकबिन पछि त उनले खुलेआम मलाई प्रधानमन्त्री बनाइदिएमा म भारतका लागि नेपालमा कम्फर्टेबल सरकार चलाउँछु नै भने। प्रचण्डले नेपालीका लागि कम्फर्टेबल सरकार कहिले पनि चलाएनन्। नेपाल र नेपालीको हितमा उनको जीवनको कुनै एक पल खर्च पनि भएन। आफ्नो र आफ्नो पारिवारिक हितका लागि उनले क्रान्तिका नाममा 17,000 नागरिकलाई मृत्यु कुण्डमा होमिदिए। यही धरतीमा जन्मेकाहरूले यो देश जोडे र रक्षा पनि गरे। यही धरतीमा जन्मेका केही मानिसहरू प्रचण्ड, बाबुराम, सूर्यबहादुर, सूर्यप्रसाद उपाध्याय जस्ता पनि भए। यसकारण अहिले सिङ्गो रासोपाले आफूलाई नेपालको इतिहासमा एक देशभक्त, जनभावना प्रेमी, विकास र सुशासनको पक्षपाती दलका रूपमा उभ्याउने कि काङ्ग्रेस एमाले माओवादीकै नयाँ भर्जनका रूपमा दर्ज गराउने भन्ने निर्णय गर्ने ऐतिहासिक मोडमा आइपुगेको छ। हेरौँ पार्टी सभापति र प्रधानमन्त्रीको घनचक्कर कस्तो हुनेछ।